हजुर यो भुर्जुङ खोलाको बारेमा बोल्नु पर्दाखेरि त म के भन्छु भने यो भुर्जुङ खोला हगि यो खास गरेर अघि 12 घर आचार्यको बिर्ताको थलो हो। तल्लो कोटको ठाँटी भन्दा तलपट्टि रहेको यो ओह्रालोमा छौं अहिले हामी। यहाँनेर अहिले ढलान गरेर राम्रो बनाएको रहेछ सडक। अहिले हामी पोखराबाट माछापुछ्रे गाउँपालिकाको यो भुजुङ खोलामा आइपुगेका छौं। यो भुजुङ खोला हो र यहाँबाट अगाडि अब एकदमै राम्रो सडक रहेको छ। पक्की भक्कसै बनाएको सडक रङ रोगन गरेर चिटिक्क पारिएको छ। यस्तो राम्रो सडक रहेको छ। यो बाँझो खेत हो। अब हामी अगाडि भुजुङ खोला बजारतिर जाँदैछौँ र हामी पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुलबाट यहाँसम्म आइपुग्दाखेरि सडक पोखराको लामाचौर अकालादेवी मन्दिरभन्दा माथि भुनपुरेर बेसी चोकसम्म एकदमै बिग्रेको खाल्टाखुल्टी सानो पुरानो सडक रहेको छ भने अरू सडक खाल्टाखुल्टी परे पनि राम्रो सडक छ। अब यो भुजुङ खोला बजारमा आएपछि त भक्कसै बनेको सडक एकदमै राम्रो रहेको छ। हजुर यो भुर्जुङ खोलाको बारेमा बोल्नु पर्दाखेरि त म के भन्छु भने यो भुर्जुङ खोला हगि यो खास गरेर अघि 12 घर आचार्यको बिर्ताको थलो हो। हाम्रा देवदत्त भन्ने सुब्बा बाजेले कैलालीमा काम गर्दाखेरि उहाँ सुब्बा हुनुहुन्थ्यो। कैलालीमा काम गर्दाखेरि तत्कालीन अवस्थाका चाहिँ शासक राणा शासनमा चाहिँ उहाँको काम देखेर चाहिँ उहाँहरू प्रभावित हुनुभयो र अनि चाहिँ आएर यो ठाउँ उहाँहरूले बिर्ता ल्याउनु भयो। बिर्ता ल्याएपछि उहाँ कैलाली नै जानुभयो र अनि यहाँ जग्गा पञ्जनी गर्ने जग्गा अब हाम्रो 12 घर दाजुभाइलाई यसलाई यति जग्गा चाहिन्छ यसलाई यति जग्गा चाहिन्छ भनेर यहाँ एउटा अमाली भन्ने चाहिँ जिजु हुनुहुन्थ्यो। उहाँले जग्गाको पञ्जनी गर्नुभयो हगि जान हेरेर जग्गा बाँड्ने कुराहरू गर्नुभयो। अनि त्यो भएपछि अनि पछि हामीलाई कामदारको आवश्यकता भयो। सुरक्षाको पनि यहाँ के भने त्योभन्दा अगाडि यो ठाउँमा तिमिल सेना भन्ने बाहुनहरू थिए र अनि चाहिँ उहाँहरूलाई त्यो बिर्ता आएपछि उहाँहरू धप्पिएर जानु पर्यो। धप्पिएर जाँदाखेरि फेरि पछि आउँछन् कि भनेर जुन अहिले माथि हेल्पोसको एरिया छ त्यहाँ हाम्रो जिजुहरूले चाहिँ हामी सराईकै सुविधा हाम्रो चाहिँ बिर्ता सराईको सुविधा लिने गरेर त्यहाँ चाहिँ आएर चाहिँ गुरुङ बस्ती राख्नुभयो बन्दुक खेलाउनको लागि सुरक्षाको हिसाब किताबले। अनि यतापट्टि पारिपट्टि जुन सेती नदीमा छन् अब हामी चाहिँ हाम्रा जिजु बाजेहरूलाई चाहिँ उहाँहरू धादिङ यताबाट आउनुभएको तमाङ दाजुभाइहरू हाम्रा अग्रजहरू हुनुहुन्छ। उहाँहरू चाहिँ उ बेलामा राणाजीहरूलाई चिउरा पिउरा कालिजहरू लिएर जाने आउने ओरादोरा गर्ने अनि हाम्रा जिजु बजेहरूसित घरमा आएर मकै लिएर जाने अनि चाहिँ मकै लिएर गए अनि घट्टमा पिने गए अनि च्याखुराहरू जे छ शिकार गर्नुपर्ने लिएर गए अनि त्यहाँबाट त्यतिखेर गए अनि अर्को पटक आउँदाखेरि पैसा दिने। यिनीहरू नढाँट्ने रहेछन् सोझा रहेछन् अब यहीँ बस भनेर हाम्रो जिजु बाजेहरूले दिएर हामी सराय गरेर हाम्रो जुन आचार्य परिवारको भोग सर गर्ने तमाङ बस्ती छ यो कसरी भन्ने कोट कसरी भन्ने ठाउँमा अनि यतातिर अलिकति गएर खोरतिर कामकोले कमाउनु पर्ने अघि सिलाउनु पर्नेको लागि पनि चाहिँ जातका चाहिँ दाजुभाइहरूलाई पनि हाम्रो ल तिमीहरूले यो गरेर खाऊ भनेर जिजुहरूले दिएर उहाँहरू पनि बिर्ताकै धनी हो के। अघि बिर्ता हाम्रो बाजेले जुन आचार्य ल्याए पनि गुरुङहरू तमाङहरू दमाईहरू र हाम्रो बिक दाजुभाइहरू पनि हुनुहुन्छ। अघि उहाँहरू पनि बिर्तै पुरानो चाहिँ जिजु बाजेसितै लिएर थलो लिएर बसेको हो। यहाँ अघि सबै मान्छेहरू कुटो कोदालो गर्ने गोठ राख्ने नै गरेर गुजारा गर्थे। अब गोठ राख्थे यता राख्थे। अब हाम्रो तपाईँको त्यहाँ यो कसेरी भन्ने छ अनि रातो पानी भन्ने छ तल्लो कसेरी भन्ने छ चिन्ते बौर भन्ने छ अनि ढाप भन्ने छ। यहाँ बर्खाको के अरे खर्क अनि केही समय घरको बारीमा खर्क अनि त्यसपछि अलि पछि त्यहाँ धेरै हुनेहरू यतातिर गुरुङ दाजुभाइहरूसित समन्वय गरेर यतातिर खर्क राखेर बस्नुहुन्थ्यो। दिया पाल्नुहुन्थ्यो हल गोरु दिया पाल्नु के अरे गोरु खेती गर्नलाई गोरु अनि हाम्रो हुरी हुन्थ्यो। हुरी भन्नाले मिलेर खेती लगाउने परेले लाएर बर्खामा बाली लाउने परेले लाउने अनि चाहिँ गोडमेल गर्नलाई हुरी लाउने अनि काम दाइ हाल्नेमा चाहिँ अनि आएर त्यस्तो। हजुर यहाँ थोरै घर थिए सर। धेरैमा 30-35 घरभन्दा थिएन। सबै खरले छाएका घर थिए माटाले लिपेका ढुङ्गाले छाएका कोही खरले छाएका।
हो त्यस्ता घर थिए, बाहुन मात्रै बस्ती थियो। पहिला त्यस्तो थियो, यहाँ लाटालाटी एकदम धेरै थियो सर। म डराउँथेँ त्यो लाटालाटी देखेर, दकुर्ने सर, लुक्न जान्थेँ। गाँड यति ठुला, अनि डर लाग्दा क्या सर। पहिला दुःख के अरे है, दुःख लुगा एकदम थोत्रा लाएका, यस्तरी स्यान पुछेर भन्नुहुन्छ यहाँदेखि त यहाँसम्म स्यानको पाप्रै पाप्रा हुन्थ्यो। चिसो ठाउँ लाटालाटी। अब बाठालाई त स्याहार सम्हार छैन, पहिलाका दुःखका जमाना हुन् जहाँसुकैका।